नमस्ते सबैजनालाई। मेरो नाम प्रसन्न नमगर हो। म कक्षा 5 मा पढ्छु र मेरो विद्यालय ग्राम श्री चेटी माध्यमिक विद्यालय हो। अहिले म हेदर 18 मा बस्छु। आज म तपाईहरुलाई फायर एक्सटिंग्विशरको बारेमा भन्न गइरहेको छु। अनि यो मैले समातिरहेको छु नि, यो नै फायर एक्सटिंग्विशर हो। यो 4 किलोको छ। गाइज, यो 1818 मा ब्रिटिश क्याप्टेन जर्ज विलियमबाट बनेको थियो। यो फायर एक्सटिंग्विशर 5 भागमा छुट्याइएको छ। क्लास ए, क्लास बी, क्लास सी, क्लास डी, क्लास के। क्लास ए अन्तर्गत फर्निचर, कागजपत्र वा काठ जलेमा प्रयोग गरिन्छ। क्लास बी पेट्रोल, डिजेल र मट्टीतेलमा आगो लागि प्रयोग गरिन्छ। क्लास सी चाहिँ ग्यास र करेन्टमा आगो लागेमा प्रयोग गरिन्छ। क्लास डी चाहिँ म्याग्नेसियम, लिथियम, टाइटानिक धातुबाट बनेका सामानमा आगो लागेमा प्रयोग गरिन्छ। हवाई जहाजको पखेटामा, कम्प्युटरमा र गाडीको इन्जिनहरुमा आगो लागेमा प्रयोग गरिन्छ। क्लास के अन्तर्गत भान्सामा प्रयोग गरिने बोसो र तेलमा आगो लागेमा प्रयोग गरिन्छ। अनि गाइज, अघि भर्खरै मैले 5 वटा क्लासहरु मैले सकाइसके। अब चाहिँ म यो फायर एक्सटिंग्विशरको यो सिलिन्डरको बारेमा भन्न गइरहेको छु। गाइज, यसको नाम चाहिँ फायर एक्सटिंग्विशर मात्र हैन, यसको नाम एबीसी एक्सटिंग्विशर पनि भनिन्छ। र यहाँ तपाईले यहाँ अघि नै भन्छ कि मैले यो तपाईले देख्नु भएको छ कि भएको छैन भनेर। यो ए को मतलब हो एस, खरानी हुने चीज। बी भनेको बोइलिङ, उबल्ने चीज। र सी भनेको करेन्ट, विद्युतीय उपकरण जसमा आगो लागे प्रयोग गरिन्छ। यो फायर एक्सटिंग्विशरको भित्र पाउडर छ। मैले जति पनि भने नि त्यो मात्र जानेर हुँदैन, यसको यो कसरी उपयोग गरिन्छ त्यो पनि जान्न जरुरी हुन्छ। नाम हो होज पाइप, जहाँबाट ग्यास निस्किन्छ। पाउडर यो हो ह्यान्डल र यो हो पिन। सबैको नाम त भने, अब यसको नाम पनि भन्छु। यसको नाम हो डायमिटर। यो चाहिँ हरियोमा हुनुपर्छ, किनभने यो रातोमा गए सम्झिनु कि यो एक्सपायर भइसक्यो। गाइज, तपाईले भन्नु होला अहिले अब भिडियो सकिन्छ भनेर, होइन। तर अघि मैले जति पनि भने नि त्यो मात्र जरुरी हैन, यसको मेथड टु युज पनि धेरै जरुरी छ। तर जो पैले के गर्छ यहाँबाट यो ब्लास्ट हुन सक्छ, त्यसैले अब म यसलाई चलाउने मेथडहरु भन्छु। एएसएस पासलाई बिर्सिनु हुँदैन। मैले भनेको पी को मतलब पुल द सेफ्टी पिन, यो पिन तान्ने। ए को चाहिँ के गर्ने भने एम द बेस अफ फायर। गाइस, एम भनेको चाहिँ जता आगो लागेको हो त्यहाँ यसरी एम गर्नु हो। जस्तो यहाँ ठान्नु कि आगो लाग्यो, मैले यहाँ आगो यहाँ खिचे, यो पिन निकाले, यसमा खिचेर आगो निभ्यो। पीएसएस को पीए भन्यो। अब त्यो 3 नम्बरको एस को भन्छु। त्यसको मतलब हो स्क्विज लिभर, मतलब यो लिभरलाई दबाउने। फेरि यो खोलिसकेपछि यति दबाउने अनि छोड्दिने हैन। फेरि यो पीएसएस को अब 3टा सक्यो। पीएएस, अब लास्ट एस को मतलब स्वीप ब्याक एन्ड फोर्थ, मतलब जताबाट आगो सल्केको हो त्यतैबाट। जस्तो यहाँ एक्जाम्पल यहाँदेखि आगो सल्यो अनि उतासम्म गयो। जस्तो यहीँदेखि आगो बाल्दै जाने। अहिले धेरै जसो घरमा बिजुलीबाट सर्ट सर्किट भएर आगो लागिरहेको छ। त्यसैले एबीसी पाउडर किन्नु होला। एबीसी पाउडर नकिने कार्बन डाइअक्साइडको छुट्टै ग्यास आउँछ आगो निभाउने, त्यो जरुरी छ किन्नको लागि। अहिलेसम्म मैले जति सके त्यति बताएँ। तपाईको घरमा फेरि आगो लाग्न सक्छ, त्यही भएर यो भिडियोलाई लाइक गरी सेभ गर्नु होला र सब्स्क्राइब गर्न नभुल्नु होला। 2 घरे ब्लग अफिस। धन्यवाद।